पेन्टी अन्डरवेयर भन्छ। फेरि यो मेरो आफै युज गरेर ल्याएको होइन, यो नयाँ हो, मेरै ल्याएको होइन है। फेरि यो नयाँ हो, तर लाउन चाहिँ अब मै लगाउँछु यो है। ठिक हुन्छ होला त मलाई? ठिक हुन्छ जस्तो लाग्छ? ठिक हुन्छ मलाई है, हेर्दा मात्रै मोटी हो तर मलाई ठिक हुन्छ ल। अनि अर्को हातमा मेरो के छ? प्याड छ। अब म यसलाई कसरी प्रयोग गर्ने भनेर सिकाउँछु है त। हामीले यो पेन्टी लगाएको हुन्छौँ प्याड। अब यो हाम्रो स्कुलमा वितरण हुने प्याड हो किन भन त? हो। अब यसलाई पहिला के गर्ने? ओपन गर्ने। ओपन गर्दाखेरि हामीलाई जहाँबाट ओपन गर्दा पनि हुन्छ है त, यतापट्टि उतापट्टि। यहाँनिर कतिवटा छ त? जम्मा 8वटा छ है, 8वटा छ। अब एउटा निकाल्ने है। अब एउटा निकालिसकेपछि हेर, अब यो पनि फेरि के गर्ने? खोल्ने। अब यो खोलिसके पछाडि यसलाई के गर्ने? यस्तो गरेर उठाइदिने हो? यसलाई एकछिन राख्ने साइडमै हो किन? यो त पेन्टी त हामीले लगाइरहेको हुन्छौँ अथवा खोलेर गर्दा पनि हुन्छ। अनि पहिला सुरु कहाँको टेप निकाल्ने? यहाँनिर पनि टेप छ, पातलो टेप छ, पछाडि नि छ हो किन? टाँसिने च्याप वाला टेप छ होइन, अट्याच छ। अब पहिला के गर्ने? पछाडिको निकाल्ने हो। अगाडिको निकाल्दा नि हुन्छ, पछाडिको निकाल्दा नि हुन्छ, केही फरक पर्दैन है त। यो पनि राख्ने अनि पछाडिको नि के गर्ने? यसरी निकाल्ने। अब हेर, प्याड यस्तो देखिन्छ हो किन? यस्तो देखिन्छ होइन प्याड? अब यसलाई के गर्ने? कतिलाई त के हुँदो रहेछ त्यो उक्काउनै थाहा हुँदैन रहेछ। त्यो उक्काउने छ भन्ने पनि थाहा हुँदैन रहेछ कि मैले थाहा पाएको छु हो किन भन त? नउक्काइकन नै यसरी राख्दाखेरि के हुन्छ त? प्याड यताउति हल्लिएर प्याड के हुन्छ? ब्लड चाहिँ अन्तबाट लिकेज हुन जान्छ होइन। यो राखेको किनभने यसले पेन्टीलाई राम्रोसँग चाहिँ के त समाओस् भन्नको लागि हो है। ल हेर, अनि अब यो पेन्टीमा के गर्ने त? यसलाई यो छ नि यो भागमा चाहिँ हामीले के गर्ने? यसलाई बिचमा पर्ने गरेर राम्रोसँग यसरी राख्ने। अनि यहाँनिर यसलाई टाँस्ने कुरा छ हो किन? हेर त यहाँ यो टाँसिसक्यो हो किन? यतापट्टि पनि टाँसिसक्यो हो किन? अब यसले के गर्ने? यतापट्टि यसरी फोल्ड गर्ने, टसाउने। अब यसले पनि यतापट्टि के गर्ने? टसाउने। टसाएपछि यो हेर त, अब के गरे पनि यो झर्छ? केही गरे पनि यो झर्छ? झर्छ त? हेर त किन झरेन भन्दा यो राम्रोसँग के गरेको छ? हामीले टाँसिएको छ हो किन? अनि त्यसपछि यसलाई के गर्ने? अब यसरी के गर्ने? लगाउने। अनि लगाइसके पछाडि अब यो के गर्छ? यो हाम्रो बिचमा गएर बस्छ। यसरी लगाउने अनि ठ्याक्क हाम्रो योनीको प्वाल चाहिँ यही साइडमा बस्छ हो किन? अनि ब्लिडिङ हुँदाखेरि चाहिँ ब्लड चाहिँ यहाँ सबै यहाँनिर झर्छ र यसले चाहिँ त्यो ब्लडलाई चाहिँ भित्र अब्जर्भ गर्छ के हो किन? अनि त्यसपछि अब यो राखियो। अनि अब कति घण्टा पछि चेन्ज गर्ने? 4 देखि 6 घण्टा पछि अब के गर्ने? फुकाल्ने। कहिले यताउति हुँदा ब्लडहरू यताउति लाग्न सक्छ है पेन्टीमा। अनि त्यो बेलामा प्याड मात्रै हामीले चेन्ज गर्ने कि पेन्टी पनि चेन्ज गर्ने? एकछिन काट्छु सुशीला।